त्रिपुरामा आएको छु है। यहाँ चाहिँ नि पुरै राजा रानीको फोटोहरू उसहरू पहिलाको उसहरूको सबैको फोटो के अरे उस गरेर रहेछ है। के हो बेलायतको रानीहरूको नि रहेछ त यहाँ त, बेलायतको रानीहरूको नि रहेछ त। नमस्ते। कता छ तिनीहरू खै? Where is that? कता छ त खै तिनीहरू? काठमाडौँको नजारा है यो। काठमाडौँबाट यो माथि हाम्रो घरको छेउबाट देखिएको नजारा हो यो है। काठमाडौँ जस माथिबाट हेर्दाखेरि त एकदम राम्रो भाइब्स देखिन्छ हो। अनि ठाउँ पो अलिकति फोहोर भयो, जनताले एकदम फोहोर गर्यो बिचमा सबै बिनहरू फाल्ने त्यस्तो भयो है। तर पहिलाको काठमाडौँभन्दा अहिलेको काठमाडौँ एकदम राम्रो छ, किनभने पहिला एकदम फोहोर थियो तर अहिले चाहिँ फोहोरहरू पुरै राम्रोसँग अब काठमाडौँको मेयरहरू भयो अब सबैले राम्रो गर्नुभएको छ है। यस्तै गर्दै जानुहोस्। अनि अबको युवाहरूलाई भोट दिनुपर्छ है। अब पहिलाको बुढाकालले केही गरेन, अब काठमाडौँलाई अब के भन्छ केरा कस्तो मजा छ, युवाहरूलाई भोट दिनुपर्छ है। ल टर सर केही पनि नहालेको है, कस्तो मजासँग फुलेको भनेको, कस्तो मजासँग फलेको होइन। काठमाडौँको मलहरू त यसो उस्तहरू त सबै मलिलो छ क्या। यो काठमाडौँको तारकेश्वर मोडाको तुसाल भेन्यू है। यहाँ पनि एकदम राम्रो ठाउँ रहेछ, खाना मिठो अनि पार्टीको लागि पनि एकदम व्यवस्थित बनाएर राखेको ठाउँ रहेछ है। अनि पुरै स्विमिङ पुल त्यस्तो भएको रहेछ। यो चाहिँ नि मैले किन रेकर्ड के अरे भोइस किन रेकर्ड गरेको भने यहाँ चाहिँ नि पुरै के अरे के भन्छ म्युजिकहरू बजिरहेको थियो है। त्यही भएर म्युजिकलाई हटाउनुभन्दा बरु म भोइस रेकर्ड गर्छु भनेर मैले भोइस रेकर्ड गरेको है। अनि तपाईँहरू अन्यथा नसम्झनुहोस् है। अनि ठाउँ चाहिँ एकदम राम्रो छ। अनि के अरे खुल्ला अगाडि स्विमिङ पुल भएको है। झन् पुरै यो समरको टाइममा एकदम रमाइलो हुन्छ होला जस्तो लाग्छ क्या। अहिले भन्दा जो समरको टाइममा एकदम रमाइलो हुन्छ होला जस्तो लाग्छ मेरो मनमा है। अनि नेपालमा पनि कति राम्रो राम्रो ठाउँहरू छ, कति राम्रो घुम्ने ठाउँहरू छ है। तर त्यो पछि म देखाउँछु क्या भाइ। थ्याङ्क यू भाइ। ल ठाउँ चाहिँ एकदम ठुलो रहेछ है। तुसाल मल्टी भेन्यू।
राजतन्त्र जिन्दाबाद राजतन्त्रले नि केही गर्ने होइन जेएनजीको राजतन्त्र जेएनजी क्या जेएनजीको माग पुरा गरेर ल हेर्नुहोस् राजतन्त्र यहाँ त्यस्तो रहेछ र पो त्यो ट्राफिक भएर रहेछ त है कति धेरै आउँदैछ अझै यताबाट बुलेट पड्काएको छ होला त्यही झन्डा तिनीहरू हो त नि नि ल हामी सुन्दरी जल जाँदैछु आज जागेश्वर भगवती सुन्दरी जल जाँदैछु के को अरूबारीको जरा हो यताबाट ऊ त्यहाँसम्म आएको थिएन कपन भनेको त्यतातिर हो यो त भयो यता त कता कता कुनातिर कता कता सुन्दरी जल भन्नु पहिलाको त मान्छेहरू झर्ने हो यता सिन्धुपाल्चोकतिर यो त्यो मेलम्चीतिरको मान्छेहरू झर्ने हो सिन्धुपाल्चोक भन्ने नि यतैतिर हो हो त्यो डाँडा पछाडि छ सिन्धुपाल्चोक त काभ्रे सिन्धुपाल्चोक ठुलो रहेछ है आर्मी ब्याग पहिला यतापट्टि गएर थियो अहिले यता नि बनाएको छ आमा ठुलो पो रहेछ त यता हेर्नु त सरकारी जग्गा त नि सस्तो छ यतातिर है स्वास्थ्य त अहिले त महँगो भइसक्यो अहिले महँगो भइसक्यो पहिला त जो सस्तै थियो ल हामी सुन्दरी जल आएको सुन्दरी जल सुन्दरी जल शिवपुरी उत्तराखण्ड बागमती शैलमती नगमतीको पवन सङ्गम स्थल धार्मिक सांस्कृतिक पर्यटकीय सम्पदाको ऐतिहासिक क्षेत्रमा यहाँहरूलाई स्वागत छ हार्दिक स्वागत छ ए पानी पनि त्यत्तिकै गइरहेको छ हौ खाने पानी होला नि बढी गएर खाल्यो क्या त्यो ट्याङ्की भर्यो ऊ त्यो ठुलो ट्याङ्की होला त्यो रातो रातो नेपाल विद्युत प्राधिकरण नेपाल विद्युत प्राधिकरण पनि रहेछ यहाँ खोला हेर्नु न ए पानी धेरै आयो भएर यतातिर फालेको भन्छ क्या खै खोला हेर्नु मजासँग बच्चाहरू त तल उस गर्दैछ खोला नुहाउँदैछ बच्चाहरू त नुहाउँदैछ उहाँ तल पाइप पनि हेर्न खिया लाएर त्यस्तो भइसकेछ के हो अरे भजिलो भन्नु त खाने पानीको पाइप अहिले काठमाडौँतिर सप्लाई गर्ने यही हो त अहिले पनि यति सानो पाइपले के पुग्दो है लान्छ होला नि है ल काठमाडौँतिर सप्लाई हुने पाइप यही हो अरे पानीको पाइप घन्टा 1.5 घन्टा 2 घन्टा कति बाँड्छ नि सुन्दरी जलमा है आज सुन्दरी जल आएको छु ल
ल यताबाट माथि डाँडाबाट तल झर्दैछु है। ए रेस्टुरेन्टहरू यस्तो रहेछ है, माथि माथि खोजमा। बाख्राको पाठो पो हो। यहाँ लड्नुपर्छ दाइ त के भन्छ। यता पुलहरू एउटा ढुङ्गा नि कति ठुल्ठुलो ढुङ्गाहरू है। मजाको तुसार रहेछ कि। ल सुन्दरी जलको उसै नै यही हो। अच्छा भनिदिएछु मैले। ए मजाले यहाँ फर्को गरेको छ मजाको पो रहेछ है। सुन्दरी जलमा यो पोखरीहरू होला नि। अब माथितिर यस्तो मजासँग झन्डाहरू छ है। सुन्दरी जलमा आएको है। के अरे यता ब्याकग्राउन्डको देख्नुपर्छ होला है। ए यहाँको उस त्यहाँ पानीको पाइपहरू, यहाँ बच्चाहरू खेल्दैछ पानीमा र मैले चाहिँ पानी खेल्न पारा। नानु खै उता जानु पर्यो। थ्याङ्क यू। कति बज्यो? यही खोला रहेछ के जाने त ल पानी पानी नाली नाली हिँड्दै जानु पर्ने। नाली नाली हिँड्दै गर्छ नि। तलतिर यस्तो छ है। यस्तो यतातिर यस्तो छ यो खोला खोला ढुङ्गा ढुङ्गा कति ठुल्ठुलो ढुङ्गा है। के अरे कम्मर हलाउने ठाउँ रे यहाँ। खोलाभन्दा ढुङ्गा धेरै रहेछ त है। ल मोबाइल खस्यो। मोबाइल खसाल्नु पर्छ दाइले के। ल काठमाडौँको केही पनि नदेखेको है। काठमाडौँको मेलम्चीको खानेपानीको ट्याङ्की मुहान। मेलम्चीको र खानेपानी मुहान रे यो है। यो सुन्दरी जल हो खासमा चाहिँ नि है। सुन्दरी जलको यो ट्याङ्की जतिको पानी निकास गर्ने उसबाट काठमाडौँतिर पानी निकास गर्ने यही रहेछ है। सबै यही हो। त्यो डाँडाको टुप्पोमा ए पानी त यहाँ रहेछ नि त। यहाँबाट रहेछ पानी त उस गरेको त है। बल्दैछ नि पानी। यही पानी रहेछ। यो पानी त कहाँ यस्तो उस हुन्छ र यहाँ त। यताबाट पानी यतातिर फाल्दो रहेछ त्यो ट्याङ्कीको पानीहरू। धेरै भएको पानीहरू यतातिर फाल्ने भन्छ के। ल सुन्दरी जलको यही हो। डाँडामा रहेछ है। यो तल खोलाहरू त्यहाँ। ल यो घर चाहिँ नि पुरै पानीको ट्याङ्की रे। भा त्यो भित्रको पानी कस्तो छ होला है। त्यहाँभित्र त कहाँ कली लाग्छ होला है। जतिको काठमाडौँमा निकास गर्ने पानी चाहिँ नि यही हो अरे। मेलम्चीको पानी सुन्दरी जलको पानी सबै यहाँ मिसाएर बल्ल काठमाडौँ निकास गर्छ अरे है। यता
अनि म चाहिँ नि यता छु है गर्मी चाहिँ नि गर्मी भएको छ अहिले त यतातिर अब यो बिथारी भएपछि जनताको चाहना त्यतिबाट उता पारी निस्किने अब पारी निस्किने खै निस्केपछि बल्ल जान्छ सुन्दरी जल भने सुन्दरी जल त केही पनि नरहेछ हौ त्यही खोला मात्र रहेछ अरू केही नरहेछ यहाँ माथितिर अब बर्खामा त झर्ना हुन्छ क्या त्यही हो झर्ना हुन्छ यो खोला ठुलो बढ्छ यिनीहरूको यही हो ल सुन्दरी जल यही हो सुन्दरी जलको पानी जय गणेश नमो 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 जय गणेश जय गणपति नमो 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 गणपति भगवान उज्जो ढुङ्गामा ठ्याप्प बसेको सिफाले उज्जो ढुङ्गामा ठ्याप्प बसेको यहाँ यसो है गणेश भगवानको मूर्ति रहेछ यहाँ ट्याक्क त्यहाँ बस्यो कि ऊ त्यहाँ माथि उता पारेको त त्यहाँ ट्याक्क बस्यो अहिले हो त्यो पट्याउनु अनि हो त्यहाँ ठ्याप्प गरिदिनु सुन्दरी जलको मन्दिर रहेछ हे यहाँ हामी सुन्दरी जल घुम्न आएको आज यसो गरेर हामी दिनभरि हात धुँदैन यसो गरेर हामी दिनभरि हात नभनेको क्या यता आउनु यताबाट झर्ने ठाउँ रहेछ ल आज सुन्दरी जलको मन्दिर घुम्न आएको हामी कान्छीसँग एकदम रमाइलो रहेछ यता खोला नाला डाँडा पाखा वन जङ्गल यता झर्ने बाटो छ क्या आउनु यता झर्ने बाटो भाइ सुन्दरी जलको जङ्गल ओम नमः शिवाय ल तपाईँ जानु त अगाडि तपाईँ अगाडि गएर म खिचिदिन्छु भने ल ठिकै छ तलबाटै झरे गाडी पानी 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 त पानी
24 घन्टा जान्छ कहाँ 24 घन्टा पानी त्यहाँ ए जान्छ 10 रुपियाँ छ मसँग त खुजुर नआयो 5 रुपियाँ के पैसा कता दिने पैसा उ त्यो बोल्नु ए हो र त्यसलाई पैसा दिनुपर्छ उताबाट उ झर्ने उ त्यहाँ चाहिँ पछाडि राख्नु रहेछ नि त बरु छोरा त है माथिबाट बढी भएको पानीहरू सबै यता निकास गर्छ अरे क्या त्यही भएर बच्चाहरू तल नुहाउँदै ए तल नुहाउँदैछ बच्चाहरू नुहाउन लाग्छ यो गोकर्णेश्वर मन्दिर र यो है यहाँ पनि मान्छे जलाउने बुझ्ने गर्दो रहेछ है पशुपति जस्तै रहेछ है यहाँ अब यसरी मान्छे जलाउँदा चाहिँ कस्तो लाग्ने हो यो चाहिँ नि गोकर्णेश्वर मन्दिर त्यहाँ ठ्याक्कै मान्छेहरू जलाउँदो रहेछ यसरी यो चाहिँ नि यो होइन उतापट्टि जलाउँदैछ के अरे यसरी जलाउँदाखेरि त क्या खासमा त के अरे वेदरलाई पनि एकदम नराम्रो गर्छ नि त है अब खास त्यसरी बत्तीहरू त्यस्तोहरूले जलाउनु पर्ने के अरे खै यहाँबाट सिधा तल गयो भने पशुपति पुग्छ अब हामी चाहिँ यहाँबाट उता भित्ता लाग्ने गोकर्णेश्वर चोक